सर्वप्रथम स्वर्गीय परमेश्वरलाई धन्यवाद। सबैजनालाई यीशु कृष्णमा जय मसीह। अनि आज फेरि म स्वर्गीय परमेश्वरलाई धन्यवाद दिन्छु आजको यो नयाँ दिनको लागि अनि आजको नयाँ दिनको अनि यो नयाँ समयको लागि म स्वर्गीय परमेश्वरलाई धन्यवाद दिन्छु। अनि आज म यो समयमा फेरि म पवित्र धर्मशास्त्र बाइबलको परमेश्वरको जीवित वचनबाट अनि म केही कुराहरू सेयर गर्नेछु र अनि गर्नेछु अनि म एउटा गजल पनि भन्नेछु। मैले हिजोको भिडियोमा पनि मैले अनि लुका 19 अध्यायको 10 पद तपाईहरुको सामु पढेको थिएँ र अहिले पनि म त्यही लुका 19 अध्यायको 10 बाट केही त्यो पदलाई पढेर अनि म केही कुरा सेयर गर्न चाहन्छु। अनि त्यहाँ यसो भनिएको छ लुका 19 अध्यायको 10 पदमा मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो। मानिसको पुत्र हराएकाहरूलाई खोज्न र बचाउन आएको हो। साँच्चै नै यो पदले भने जस्तै एक समयमा म पनि हराएको थिएँ अनि मसँग परिवारहरू हुनुहुन्थ्यो, मसँग आफन्तहरू हुनुहुन्थ्यो, मसँग साथी सँगै सबै हुनुहुन्थ्यो। तर सबैजना भएको अवस्थामा पनि मलाई किन कोही पनि मेरो साथमा नभए जस्तो अनि त्यो महसुस हुन्थ्यो। अनि चारैतिर अनि मेरो जीवन अन्धकार छ भन्ने अनि त्यो महसुस हुन्थ्यो। अनि त्यो कुराले गर्दा त्यो महसुसले गर्दा अनि मेरो हृदय सधैँ अशान्ति हुन्थ्यो है। अनि त्यो एकदमै म हराएको जस्तो, मसँग कोही पनि छैन, म एक्लो छु अनि त्यो भन्ने अवस्थामा म थिएँ। अनि जब म हराएको थिएँ अनि त्यतिखेर अनि यीशु क्रिस्टले मलाई खोजेर अनि यीशु क्रिस्टले मलाई भेटाउनु भयो। सर्वप्रथम म स्वर्गीय परमेश्वरलाई धन्यवाद दिन्छु कि उहाँले आफ्नो एकलौटे पुत्र यीशु क्रिस्टलाई यो संसारमा पठाउनु भयो। अनि म जस्तै हराएकाहरूको लागि यीशु क्रिस्टलाई यो संसारमा पठाउनु भयो। र जब म हराएको थिएँ अनि त्यतिखेर यीशु क्रिस्टले मलाई भेटाउनु भयो र मैले यीशु क्रिस्टमाथि विश्वास गरेँ। अनि अहिले एकदमै मेरो हृदय एकदमै शान्त र आनन्दित भएको छ। अनि पहिलेको जस्तो त्यो हराएको महसुस मलाई हुँदैन कि आज यीशु क्रिस्ट मेरो साथमा हुनुहुन्छ भन्ने। अनि त्यो एकदमै त्यो सोच विचार ममा आउँदछ अनि खुसी लाग्छ जब म अनि प्रार्थना गर्छु अनि परमेश्वरको नजिकतामा जान्छु अनि यीशु क्रिस्टलाई भेटाउँछु। यीशु क्रिस्ट मेरो साथमा भएको अनि त्यो महसुस गर्छु। एकदमै परमेश्वरलाई धन्यवाद। र आज अनि यीशु क्रिस्टले मेरो जीवनमा गर्नुभएको महान कामको लागि अनि महान कामको लागि यीशु क्रिस्टलाई धन्यवाद दिँदै अनि स्वर्गीय परमेश्वरलाई धन्यवाद दिँदै उहाँमा धन्यवादी हुँदै उहाँमा आनन्दित हुँदै अनि म अनि यस समयमा फेरि एउटा गजल भन्नेछु। अनि आज मेरो गजलको शीर्षक यो छ कि हराएको मान्छे म। गजल पहिलो पटक यसरी लेखेर अनि म
भिडियोमा बोल्दैछु अनि मेरो गजल यसरी सुरु हुन्छ। हराएको मान्छे म हराएको थिएँ, हराएको मान्छे म हराएको थिएँ, मलाई खोज्ने कोही छैन भनेर। हराएको मान्छे म हराएको थिएँ, मलाई खोज्ने कोही छैन भनेर। तर आज आउनुभयो येशू ख्रीष्ट मेरो जीवनको पूर्ण रुस्तान बनेर। तर आज आउनुभयो येशू ख्रीष्ट मेरो जीवनको पूर्ण रुस्तान बनेर। हराएको मान्छे म हराएको थिएँ, हराएको मान्छे म हराएको थिएँ, मलाई खोज्ने कोही छैन भनेर। तर आज आउनुभयो येशू ख्रीष्ट मेरो जीवनको सत्य बाटो बनेर। तर आज आउनुभयो येशू ख्रीष्ट मेरो जीवनको सत्य बाटो बनेर। हराएको मान्छे म हराएको थिएँ, हराएको मान्छे म हराएको थिएँ, मलाई खोज्ने कोही छैन भनेर। हराएको मान्छे म हराएको थिएँ, मलाई खोज्ने कोही छैन भनेर। तर आज आउनुभयो येशू ख्रीष्ट मेरो जीवनको असल गोठालो बनेर। तर आज आउनुभयो येशू ख्रीष्ट मेरो जीवनको असल गोठालो बनेर। हराएको मान्छे म हराएको थिएँ, मलाई खोज्ने कोही छैन भनेर। हराएको मान्छे म हराएको थिएँ, मलाई खोज्ने कोही छैन भनेर। तर आज आउनुभयो येशू ख्रीष्ट मेरो जीवनको उज्यालो ज्योति बनेर। तर आज आउनुभयो येशू ख्रीष्ट मेरो जीवनको उज्यालो ज्योति बनेर। हराएको मान्छे म तर आज खुसी छु येशू ख्रीष्टलाई भेटेर। हराएको मान्छे म तर आज खुसी छु येशू ख्रीष्टलाई भेटेर। येशू ख्रीष्टको नाम अब मेरो हृदयबाट कहिले जाने छैन मेटेर। येशू ख्रीष्टको नाम अब मेरो हृदयबाट कहिले जाने छैन मेटेर। आमेन। अनि यो गजलद्वारा पनि स्वर्गीय परमेश्वरको महिमा भएको फेरि पनि यीशु ख्रीष्टको नाममा